नधोइकन को हिँड्छ, पनि नधोइकन को भन्दा म हिँड्छु। हेर्न सक्नुहुन्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा धेरै 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 स्वागत छ। यति धेरै माया र सपोर्टको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। ल अर्को ब्लगमा तपाईँहरूलाई स्वागत छ। थ्याङ्क यू सो मच यति धेरै माया र सपोर्टको लागि। आज चाहिँ म बिहान बिहानै स्टुडियो आएको छु। मेरो आज बाहिर काम छ मेरो, अनि त्यही भएर चाहिँ म सामानहरू लिनलाई आइरहेको छु स्टुडियोमा। अनि त्यसपछि तपाईँहरूलाई आज म के गर्छु भन्ने कुरा त तपाईँहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ, साथ दिनुपर्ने हुन्छ। त्यसपछि लाइक, सब्सक्राइब, कमेन्ट के हो त्यो त सबै गर्नुपर्ने नै हुन्छ। गरिरहनु भएको छ, तपाईँहरूको साथ सपोर्ट त अलरेडी छँदैछ। यति धेरै माया गरिरहनु भएको छ, त्यसको लागि एकदम खुसी छु म। साथीहरू थाहा छ, बिहान बिहानै उठेर होइन, बिहान बिहानै नुहाएर अनि त्यसपछि आफ्नो कर्मतिर लाग्दाखेरि चाहिँ नि मान्छेलाई एक खालको सन्तुष्टि त आफ्नो छँदैछ, तर कस्तो निन्द्रा नपुग्दाखेरि चाहिँ पिरै हुँदो रहेछ कि। त्यही भएर ठिकै छ, त्यही पनि काम त गर्नै पऱ्यो, काम चाहिँ गर्नै पऱ्यो। त्यही भएर चाहिँ कामको लागि भए पनि आज चाहिँ म किन भन्ने त भन्दाखेरि आज मेरो बाहिर मेकअपको लागि जानु छ। त्यही भएर म स्टुडियोमा बिहान बिहानै सामान लिनुलाई आइरहेको छु। साथीहरू देखिरहनु भएको छ तपाईँहरू मलाई। बिहान बिहान भन्छ यसलाई, बिहान आइरहेको छु। अनि अब रेडी गरिसकेँ, अब निस्किन लागेको है। म चाहिँ सजिलो छैन नि साथीहरू। मान्छेलाई काम त आफ्नो ठाउँमा सबै गाह्रै हुन्छ, मतलब त्यस्तै हो नि। बाहिर जा, मान्छेलाई राम्रो बनाएर खाऊ, गाह्रै छ। तर मलाई त्यस्तो चाहिँ लाग्दैन। फेरि काम चाहिँ फेरि म जस्तो पनि गर्छु नि। अरू प्याकिङ त घरमा बाँकी नै छ, यो त केही होइन साथीहरू। म तपाईँलाई देखाउँछु ल घरै। यो चाहिँ मलाई स्टुडियोमा थियो। अनि अब रेडी गरिसकेँ, अब निस्किन लागेको है। म चाहिँ सामान सबै रेडी गरिसकेँ। यो सामान बोकेर जा, फेरि बोकेर आइज। सजिलो छैन नि साथीहरू। मान्छेलाई काम त आफ्नो ठाउँमा सबै गाह्रै हुन्छ, मतलब त्यस्तै हो नि। बाहिर जा, मान्छेलाई राम्रो बनाएर खाऊ, गाह्रै छ। तर मलाई त्यस्तो चाहिँ लाग्दैन। फेरि काम चाहिँ फेरि म जस्तो पनि गर्छु नि। अरू प्याकिङ त घरमा बाँकी नै छ, यो त केही होइन साथीहरू। म तपाईँलाई देखाउँछु ल घरै। यो चाहिँ मलाई स्टुडियोमा थियो। साथीहरू हेर्नु, म रेडी भएँ, मेरो ब्याग रेडी गरेँ। त्यसपछि म यहाँ स्टुडियोमा छु। त्यसपछि मेरो अर्को ब्याग त्यहाँ रेडी छ। त्यसपछि अब म लागेँ। हेभ अ नाइस डे। मेरो ब्लग फुल हेरेर प्रतिक्रिया दिनु होला। थ्याङ्क यू। यो चाहिँ फुल चोक हो। म चाहिँ गाडी चढेँ घर जानुको लागि। पहिला घर गएर खाना खान्छु, अनि त्यसपछि जाने हो। टेम्पोमा छु, म मात्रै छु। बाटो गयो, घाम लाग्यो। खाली टेम्पोमा म एक्लै छु। कस्तो राम्रो देखेको छ हेर्नु साथीहरू। बिहान बिहानै क्या, यो चाहिँ एक बाटो खिचेको क्या मैले।
एक्लै छु क्या पुलचोकदेखि यहाँसम्म एक्लै छु पछि जाँदै गर्ने कस्तो डर लाग्यो हेर्नुभएको क्या यो चाहिँ बानेश्वरको पुल हो है साथीहरू बानेश्वरको पुल त्यहाँदेखि यता देख्न सक्नुहुन्छ त्यसपछि म चाहिँ जाँदैछु अब हिँड्नु लागेको काममा त्यसपछि प्याकिङ हेर्नु न हौ प्याकिङ यहाँ चाहिँ के छ भन्नुहुन्छ भने नि यहाँ मेकअप र हेयरको मात्रै सामान छ यति भरि लानुपर्ने हुन्छ क्या हामीले स्टुडियो नै उठाएर जानुपर्ने हुन्छ नि त त्यही भएर यो चाहिँ मेरो प्याकिङ हो अब जानु लागेको प्याकिङ त देखिहाल्नु हो अनि त्यसपछि मलाई पनि हेर्नु न भनेर म चाहिँ यति धेरै यहाँ पनि अलिअलि सामान छ त्यसपछि म रेडी भएँ काम गर्दाखेरि चाहिँ फेरि कपाल खोल्नु मिल्दैन नि त त्यही भएर टक्क माथि बाँधेर आँटेको कस्तो देखेछ मेरो आँखा धेरै ठुलो त देखेको छैन नि चस्मा लाउनुपर्छ चस्मा ल अब हामी जानु लागेको म चाहिँ मेरो बहिनीलाई पर्खिरहेको छु खास भन्नुपर्दा चाहिँ वेट गर्दा गर्दा आज एकदमै लेट भइसक्यो अनि क्लाइन्टकोमा पुग्नुपर्ने चाहिँ हाम्रो टाइम चाहिँ नर्मली 11 बजी हो 11 चाहिँ बजिसक्यो हेर्नु न यहाँ नै होइन म चाहिँ घरमा पर्खिरहेको छु इन्ड्राइभ बोलाएर उसलाई पर्खिरहेको छु उसको ढिलो भइसक्यो आज अब हामी लोकेसनतिर लाग्यौँ है अन्त मेरो बहिनी पनि आइसक्नु भयो हेलो भन न मेरो बहिनी त्यस्तो के हो कडा हेलो तिम्रो आज एकदम लेट भइसकेको छ त्यही पनि अब जानै परेन जसरी भए पनि हाय हाय अस्तिको जलेको होला ठिक छ हल्का भिजेर भन्नु त भोकै काममा जानु पर्दाको मजा हो भइरहेको बिहान के खायो त ल मलाई सिलिङ हुने भयो अब झन् ठिक छ केही छैन ऊ कलेज गएर सिधै आएको हो त्यही भएर उसलाई खाना खाएको छैन म त खाएँ ठिक होइन अलिक अगाडि आएको भए त मैले सोचिरहेको थिएँ खाना बनाएर राख्छु तिमीलाई फेरि ढिलो हुन्छ जस्तो मलाई लाग्यो 20 मिनट लाग्छ भने के साह्रो जाम हो भगवान् के साह्रो जाम राम 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 जाम भइरहेको यस्तो ढिलो भइसक्यो मेरो बहिनीलाई भोक लागिरहेछ उता भोक लागिरहेछ जाम भएर टाइममा नपुगेको त्यस्तो तनाव भइरहेको छ परमेश्वरी त्यस्तो हुन्छ कि बार्दा अनि त्यसपछि टाइममै हिँड्दा पनि कहिले काहीँ पुगिँदैन त्यही हो मेरो पनि चिल गर न के साह्रो ढिलो भएर चिन्ताहरू चाहिँ परेको छ कि चिन्ता परेको छ कि ए भइगयो मलाई पनि परिरहेछ यस्तो थाल्छ हेर्नु न बच्चाहरू हेर्नु कि होइन होइन जति बिर्सिने हुन्छ नि त अलिअलि तनाव भइहाल्छ अघि त्यहाँ तल सफा गर्दै मुखमा ब्रस देखाए जस्तो लागेको थियो खोइ त बिर्सिने जानुहुन्छ मोबाइलको
हजुरलाई मेकअप कस्तो लाग्यो? एकदम राम्रो छ एकदम सटल मजाको लाग्यो एकदमै छिटो सिधा फर्किनुहोस् न बिस्तारै फर्किनुहोस् अगाडि फर्किनुहोस् न यता फर्किनुहोस् त मम्मी अझै सिधा हुनुहोस् हेलो मम्मी नमस्ते मेकअप कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो कपाल कपाल त मेरो कस्तो पातलो थियो कस्तो राम्रो भयो एकचोटि पछाडि फर्किदिनुहोस् भनेपछि खुसी हुनुहुन्छ नि? खुसी छु थ्याङ्क यू काम सक्यो अनि त्यसपछि हामी दुईजना फर्क्यौँ घर गएर बिहानदेखि भोकै कस्तो लागिरहेछ भन न भोकै बस्दा ठिकै कहिले त्यस्तै हुन्छ लाइफमा अप्स एन्ड डाउन त्यही भएर वर्क पनि गरेर सक्यो